हेलो एभ्रिवान, आफ्टर लङ टाइम फेरि नयाँ भिडियो। आज चाहिँ मैले म्याकबुकको 7वटा एकदमै काम लाग्ने प्रोडक्टिभिटी बढाउने खालको फिचर चाहिँ लिएर आएको छु है। चेक गरिदिनु होला। सुरु गरौँ है त। नयाँ फिचरहरू के हुन् भनेर हेरौँ। पहिलो नम्बरमा चाहिँ के रहेछ भनेर रहेको छ। स्पोर्ट लाइटको प्रयोग क्याल्कुलेटर र करेन्सी कन्भर्टरको रूपमा गर्न सकिन्छ है। तपाईँ कमान्ड प्लस स्पेस थिच्नुहोस् एन्ड तपाईँको चाहिँ यहाँ स्पोर्ट लाइट आउँछ। एन्ड यसमा चाहिँ अब 100 USD टु INR और NPR लेख्नुभयो भने तपाईँको चाहिँ यो करेन्सी कन्भर्ट भएर देखिन्छ है। त्यस्तै हामीले सिम्पल क्याल्कुलेटर पनि युज गर्न सकिन्छ 2+3 और यसरी चाहिँ यो स्पोर्ट लाइटलाई चाहिँ सिम्पल क्याल्कुलेटर र करेन्सी कन्भर्टरको रूपमा पनि प्रयोग गर्न सकिन्छ है। अर्को सेकेन्ड फिचर रहेको छ क्विक नोट्स। तपाईँ जुन पनि क्रोम या त जुन पनि ब्राउजरमा हुनुहुन्छ है त्यहाँ गएर चाहिँ तपाईँहरू FN+Q थिच्नुभयो भने तपाईँहरूको नयाँ नोट खुल्छ है। यसरी यहाँ चाहिँ तपाईँहरूले चाहिँ जे पनि लेख्न सक्नुहुन्छ। सो यसरी चाहिँ तपाईँहरूको त्यो प्रोडक्टिभिटी बढ्ने भयो है। फिचर चाहिँ के छ भन्दाखेरि स्टेज म्यानेजर। अब हामीले चाहिँ के हो भन्दाखेरि यो चलाइरहेछौँ है सफारी ब्राउजर। यसलाई चलाउँदाखेरि यसलाई बाहिर क्लिक गऱ्यो भने यो यसरी साइडमा जाने रहेछ है। अब यसलाई चाहिँ के गर्न सकिन्छ भन्दाखेरि स्टेज म्यानेजर है। यहाँ जुन यहाँनिर कर्सर छ नि यहाँ हो, यहाँ गएर चाहिँ तपाईँहरूको यहाँ स्टेज म्यानेजर छ। यसलाई अन गर्नुहोस्। यसलाई अन गरेपछि अब जस्तै यहाँ छ, अब यसलाई चाहिँ साइडमा यसरी चाहिँ यसले साइडमा लगाइदिनु भयो कि जतिवटा एप भए पनि। अनि तपाईँहरूको चाहिँ यसरी इजी एक्सेस हुन्छ। एन्ड तपाईँहरू चाहिँ अब जुनमा काम गरिराख्नु भएको छ त्यसलाई चाहिँ बिचमा राख्छ, अरू साइडमा चाहिँ यसरी देखाइदिन्छ है। यसरी हाम्रो प्रोडक्टिभिटी बढ्छ। ओके, अर्को फिचर चाहिँ के हो भन्दाखेरि युनिभर्सल क्लिपबोर्ड है। अब हाम्रो आइफोन र म्याक छ भने यिनीहरू चाहिँ इजिली स्विच हुन्छ, इजिली कोलाबरेट र उस गर्छ इकोसिस्टममा है। अब हामीले जस्तै आइफोनमा चाहिँ केही कपी गरेको छ त्यसलाई चाहिँ इजी हामीले म्याकबुकमा चाहिँ पेस्ट गर्न सक्छ है। त्यसको लागि चाहिँ अब हामीले सेटिङमा गएर एउटा सेटिङ चाहिँ अन गर्न पर्ने हुन्छ। जस्तै जेनरल एन्ड यहाँ गएर चाहिँ तपाईँहरूको चाहिँ ह्यान्ड अफ भन्ने फिचर हेर्न पर्छ, और डाइरेक्ट सर्च गर्दा पनि हुन्छ है। ह्यान्ड अफ हो, यो चाहिँ अन हुनु पर्यो। ह्यान्ड अफ नो वान एन्ड कन्ट्याक्ट ओन्ली। यति गरेपछि इजी भयो। यसले चाहिँ अब तपाईँहरू चाहिँ इजी पेस्ट गर्न सक्नुभयो आइफोनमा कपी गरेको कुरा, अनि म्याकबुकमा कपी गरेको चाहिँ आइफोनमा चाहिँ पेस्ट गर्न सक्नुभयो है। हट कर्नर है। अब यहाँ साइडमा हाम्रो यहाँनिर चाहिँ है केही पनि देखेको छैन, और यताको कर्नरमा चाहिँ केही पनि देखेको छैन है। यतातिर चाहिँ हामीले केही एप्सहरू क्विक चलाउने एप्सहरू चाहिँ राख्न सकिन्छ है। त्यसको लागि चाहिँ अब सेटिङमा जाऊँ। सेटिङमा चाहिँ अब डाइरेक्ट हट कर्नर भनेर सर्च हान्न सकिन्छ है। यहाँ डेस्कटप एन्ड डकभित्र हुन्छ। एन्ड यसभित्र चाहिँ यहाँ तल सबैभन्दा तल चाहिँ यहाँ हट कर्नर्स भन्ने छ नि हो, यहाँ चाहिँ अब यो म्याकबुकको चारवटै कुनामा चाहिँ चारवटा एपहरू चाहिँ सेट गर्न सक्यो है। जस्तै म यो राइट साइडको तलतिर चाहिँ मैले एउटा क्विक नोट भनेर उस गरेँ है, सेट गरेँ है। यति गरेर चाहिँ मैले अब यता गरेँ भने आइरहेछ नि क्विक नोट। अब यहाँ चाहिँ डाइरेक्ट नोट खुल्ने भयो क्या यसरी। और मैले यहीँनिर चाहिँ अर्को वाला एप सेट गरौँ न है, लन्च प्याड। ओके, लन्च प्याड सेट गरेँ। अब यता गयो भने लन्च प्याड खुल्छ क्या। के हो भन्दाखेरि बिल्ट इन स्क्रिन रेकर्डरहरू आउँछ है यसको चाहिँ। जस्तै यसको लागि चाहिँ कमान्ड Shift 5 गर्नुभयो भने तपाईँलाई यस्तो आउँछ है, यस्तो खालको देखिन्छ। एन्ड यहाँ चाहिँ अब इन्टायर विन्डो गर्ने हो कि के हो होइन, अप्सन्सहरूमा गएर अब डकुमेन्ट क्लिपबोर्ड के आफ्नो सेटिङ गर्न छ त्यो चाहिँ गर्न सकिन्छ है। सो म्याकबुकमा चाहिँ इनबिल्ट स्क्रिन रेकर्डर आउँछ, थर्ड पार्टी एप युज गर्न पर्दैन है। ओके, अर्को हाम्रो फिचर के छ भन्दाखेरि हाम्रो भोइस कमान्ड सिरीबाट चाहिँ हामीले चलाउन सकिन्छ है। जस्तै हे सिरी ओपन सफारी, यसरी यो ओपन गरिदिन्छ। एन्ड फोल्डर नेभिगेसन एन्ड यताउति चलाउँदाखेरि चाहिँ इजी हुन्छ है हाम्रो चाहिँ सिरी युज गर्यो भने चाहिँ। एन्ड यो चाहिँ ल्यापटपमा पनि सपोर्ट छ, एन्ड उसमा पनि सपोर्ट छ है, यो के अरे फोनमा पनि। हाम्रो के भयो भन्दाखेरि यसमा हामी पनि
कुनै पनि युट्युब और डाउनलोडेड और हाम्रो फाइलमा गयो भने यहाँ चाहिँ होइन कुनै पनि यसरी सेलेक्ट गर्यो यसमा चाहिँ स्पेस की थिच्यो भने चाहिँ यसरी प्रिभ्यू देखिन्छ है। यो एक्चुअल फाइल चाहिँ खोलेन बट प्रिभ्यू कस्तो देखिन्छ भनेर चाहिँ प्रिभ्यू चाहिँ देखायो है। जस्तै यो एड्स बाँकी रहेको फिचर चाहिँ यही हो। अरू नयाँ नयाँ भिडियोको लागि चाहिँ प्लिज डु लाइक डु सब्सक्राइब। थ्याङ्क यू है त गाइस।